जेठको 19 गते यसरी मौरी लिएर आएको छु नआएँ होइन। घरै यस्तो के अरे नाम चाहिँ अहिले ठ्याक्कै बिर्सियो। अहिले भर्खरै घरमा लिएर आएर बनायो मध्याह्नि 12 बजीतिर। अनि यो गर्दा गर्दै लिएर आएँ यहाँ हालेँ होइन। त्यसपछि रानी त फुत्कियो। रानी फुत्केर हेऱ्यो बकाइनाको टुप्पामा गएर बस्यो। यहाँ देख्न सक्नुहुन्छ होइन। यहाँबाट पहिलोचोटि लिएर आएन, लिएर आएर यही घरमा हालेँ। लिएर आएर हालेपछि फेरि फुत्कियो। अनि रानी समेतै समातेर क्विन बक्स आफैले बनाएको हो त्यसमा हालेर मौरी अलिकति लिएर आएर गर्दै थिएँ। अहिले मौरी यहाँ भुन्यो। जानी यसो पाएन। यहाँ फेरि लडाइँ पर्यो। अर्को घरको आयो जस्तो लाग्यो। अब छुट्याउन खोज्दैछु। अब छुट्याउन खोज्दै पनि अब सकिएन भने के गर्ने त। छुट्यो। छुट्टिएपछि मलाई राम्रो भयो, सजिलो भयो। अब यहाँ जाली लागेछ भर्खर। पुरानो घर, नयाँ मौरी, चाका सबै खर्च नगरिकन यसै हाल्दैछु। यही भन्न चाहेँ मैले।